सबैमा नमस्ते। म बालाराम कँवर आज एउटा सानो गजल वाचन गर्न गइरहेको छु। खास गरी भन्नुपर्दा गजल परदेशीहरूको पीडाको लागि गजल तय गरेको छु। जस्तै परदेशमा दुःख पाएको हुन्छ त्यस्तै आफूले भोगेका भोगाइहरू समेट्दै एउटा गजल वाचन गर्न गइरहेको छु। हजुरहरूलाई कस्तो लाग्छ? जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिन नभुल्नुहोला र लास्टसम्म सुनेर साथ सपोर्ट दिनुहोला भन्ने पुनः आशा गर्दछु। बगेको आँसु लुकाउनु पर्छ परदेशमा आमा, बगेको आँसु लुकाउनु पर्छ परदेशमा आमा, दुःख पीडा सबै भुल्नु पर्छ परदेशमा आमा, दुःख पीडा सबै भुल्नु पर्छ परदेशमा आमा। यहाँ जबरजस्ती भए नि मुस्कुराउनु पर्छ परदेशमा आमा, यहाँ जबरजस्ती भए नि मुस्कुराउनु पर्छ परदेशमा आमा। यस्तै छ परदेशीको जीवन भोको पेटी काम गर्नुपर्छ परदेशमा आमा, यस्तै छ परदेशीको जीवन भोको पेटी काम गर्नुपर्छ परदेशमा आमा। साहुको ऋण सम्झिँदै रुनुपर्छ परदेशमा आमा, साहुको ऋण सम्झिँदै रुनुपर्छ परदेशमा आमा। रातको 2 बजेसम्म भए नि काम गर्नुपर्छ परदेशमा आमा, रातको 2 बजेसम्म भए नि काम गर्नुपर्छ परदेशमा आमा। देख्नेलाई त वाह छ परदेशमा आमा, देख्नेलाई त वाह छ परदेशमा आमा, सबै दुःख पीडा बोकी काम गर्नुपर्छ परदेशमा आमा, सबै दुःख पीडा बोकी काम गर्नुपर्छ परदेशमा आमा। कहिलेकाहीँ कस्तो छ तँलाई भनी सोद्धा नेपालबाट आमा, कहिलेकाहीँ कस्तो छ तँलाई भनी सोद्धा नेपालबाट आमा, सन्चै छु भनी ढाँट्नुपर्छ परदेशमा आमा, सन्चै छु भनी ढाँट्नुपर्छ परदेशमा आमा। हाम्रा पनि कहिले दिन त आउलान् नि भनी सोच्दै काम गर्नुपर्छ परदेशमा आमा, हाम्रा पनि कहिले दिन आउलान् नि भनी सोच्दै काम गर्नुपर्छ परदेशमा आमा। मालिकको धम्की र गाली सुन्दै बस्नुपर्छ परदेशमा आमा, मालिकको धम्की र गाली सुन्दै बस्नुपर्छ परदेशमा आमा। बगेको आँसु लुकाउनुपर्छ परदेशमा आमा, दुःख पीडा सबै भुल्नुपर्छ परदेशमा आमा, दुःख पीडा सबै भुल्नुपर्छ परदेशमा आमा। हस्त हजुरहरूलाई यो गजल कस्तो लाग्यो, कृपया जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव कमेन्टमा दिन नभुल्नुहोला। यदि हजुरहरूसँग पनि यस्तै गजल छन् भने हामीलाई पठाउन सक्नुहुन्छ। हामी हजुरहरूलाई जस्ताको तस्तै प्रसारण गरिदिनेछौँ भन्दै बिदा हुने अनुमति चाहन्छु। हस्त धन्यवाद।